बागबजार। यति भन्दै हामी बोलाउँछौं नेपालगञ्जकी कन्टेस्टेन्ट मीना पुललाई। मीनाजीको लागि जोरदार ताली। वेल डन मीनाजी, थ्यांक यू। म मिथिलाजीबाट सुरु गर्न चाहन्छु। हामीले पनि कहाँ भेटिएला भन्दै खोज्दै हिँडेको, मेहनत गर्ने हिम्मत भएको हैन, हाम्रो खोजाइ त्यही हो। दर्शकवृन्द, नाच्नको लागि मन नाच्नुपर्छ, मेहनत नाच्नुपर्छ, त्यसमा दुईटा खुट्टा चाहिँदैन, एउटै खुट्टाले पनि जति पनि मेहनत गर्न सकिन्छ भन्ने कुरा हाम्रो पार्टिसिपेन्ट मीनाजीले देखाइसक्नु भएको छ र हामी गर्व गर्छौं यस्ता नेपाली छोरीहरुसँग। आइ एम प्राउड अफ यु। काठमाडौँ आउनको लागि मैले धेरै गुरुहरुसँग नाच लिन खोजे, तर हामी जस्तो अपाङ्गहरूलाई कहिले पनि मौका मिलेन। जहाँ जान्छु भने पर्दैन, त तिमीहरू जस्तो अपाङ्गहरू नाचेर के हुन सक्छौ भन्थ्यो। म आफ्नै पार्टीले आएको। यस्तोहरूलाई सिकाउने हाम्रो बिमलाजी हुनुहुन्छ, त्यहाँ राजुजी हुनुहुन्छ, म पनि छु। हामी सिकाऊ, यसको लागि पछि नपरौं। तपाईसँग प्रतिभा छ, तपाई अरूलाई दिन सक्नुहुन्न भने मानसिक रूपले तपाई अपाङ्ग हुनुहुन्छ हैन त? हामी त तपाईले यस्तो कुरामा चित्तै दुखाउनु पर्दैन। मीना बहिनी, तपाईले एउटा खुट्टाले यति स्टेज कभर गरेर यति राम्रो नाच्नु भयो, एकदमै खुसी लाग्यो। म तपाईलाई हक गर्न चाहन्छु।